दर्शकवृन्द नमस्कार। अपन विशेष में स्वागत करै छी। हम अजय शाह शिवाली। आइ बातचीत करऽ जा रहल छी भ्रष्टाचार के विषय में, जे नेपाल में भ्रष्टाचार बढ़े जा रहल छै। ओना तो तुलनात्मक रूप में बात करी तो सन 2018 में नेपाल 124वें स्थान में छलै, ओइसे किछ कम भेलै। 113वें स्थान में सन 2019 में पहुँचलै। कनि कम भेलै भ्रष्टाचार से कहिकऽ ट्रांसपेरेंसी इंटरनेशनल जे अध्ययन अनुसंधान करे छै, हरेक साल एक रिपोर्ट निकालै छै CPI कहिकऽ। ई रिपोर्ट में किछ कम भ्रष्टाचार भेलैए से कहिकऽ देखबोलकै। वास्तव में नेपाल में भ्रष्टाचार के अवस्था केहन छै, एकरा निराकरण केना कयल जाय, एहि विषय में आइ चर्चा करऽ जा रहल छी। आइ प्रत्यक्ष जुड़ल छै भरत जंगम। ओ वरिष्ठ अधिवक्ता छै, तहिना भ्रष्टाचार विरुद्ध के अभियान में लागल एक अभियानी छै। सबसे पहिले हुनका स्वागत करै छी। तपाईलाई स्वागत छ कार्यक्रममा। हस् त, धन्यवाद, नमस्कार। अपन टिभी मार्फतबाट जति पनि हेर्ने श्रोताहरू हुनुहुन्छ उहाँलाई पनि नमस्कार। हजुर, यो नेपालमा भ्रष्टाचारको अवस्थाको कुरा गर्ने हो भने विभिन्न किसिमका अध्ययन सर्वेक्षणहरू हुने गरेका छन् हैन। र त्यसमा के देखिन्छ भने नेपालमा भ्रष्टाचार जुन रफ्तारमा घट्नु पर्ने हो त्यो घटेको पाइएको छैन। के भन्नुहुन्छ तपाईँ यसमा? त्यो रफ्तार त तपाईँको बढ्ने पो रफ्तार बढिरहेको छ, कहाँ घटिरहेको छ। यो तपाईँको बढ्ने रफ्तार चाहिँ बडो वेगसँग बुलेट ट्रेन बढेको जस्तै बढिरहेको छ। अब कहाँ गएर एक्सिडेन्ट हुन्छ थाहा छैन, तर एक्सिडेन्ट पक्कै छ। किनभने अहिले भ्रष्टाचारको चरम सीमा नागिसकेको छ। आफ्नो अवस्थाभन्दा बढ्ता दौडिराखेको छ र सबैतिरबाट चाहिँ नि यो देशलाई चुस्ने काम या राजस्वलाई सिद्ध्याउने काम वा मतलब के भने यो उद्योग कल कारखाना बन्द गर्ने काम र एक आपसमा अविश्वासको चाहिँ वातावरण गर्ने काम यो सरकारले गरिरहेको छ। त्यस कारणले यो भ्रष्टाचारको चाहिँ वेग चाहिँ बढेको छ। यो पैसाको लेनदेन मात्र होइन, भ्रष्टाचार भनेको अरू धेरै कुराहरू हुन्छ जसमा भ्रष्टाचारको मतलब हामीले संज्ञा दिन सक्छौँ। त्यसैले अहिले भ्रष्टाचार घट्ने कुरा छैन, बढिरहेको छ। त्यसैले घट्ने सम्भावना पनि केही छैन, किनभने यो अहिलेको राजनीतिक व्यवस्था नै मात्र के भ्रष्टाचार चाहिँ घटाउने व्यवस्था। अब जसरी भनौँ न सन् 2018 मा जति आँकडा थियो त्यसमा थोरै घटेको देखिएको छ नि त नेपालमा। होइन त्यस्तो थोरै, त्यो आँकडा पनि त्यति चाहिँ तपाईँको विश्वस्त हामी छैनौँ, विश्वास गर्न सक्छौँ। त्यो आँकडाको चाहिँ मतलब के भने स्रोतहरू कुनै ब्याङ्क हुन्छ, राष्ट्र ब्याङ्क हुन्छ, रिजर्भ ब्याङ्कले चाहिँ मतलब दिएको डाटामा चाहिँ उनीहरूले आँकडा बनाउने हो। उनीहरू गएर प्रत्यक्ष गएर प्लेसमा अथवा ठाउँमा रुट लेभलमा गएर हेर्ने होइन। त्यसैले उनीहरूको डाटालाई पनि अब जस्तो UN भनौँ, युनाइटेड नेसनको कुरा अथवा चाहिँ वर्ल्ड ब्याङ्कको कुरा अनि राष्ट्र ब्याङ्कको कुरा अनि अरू रिजर्भ ब्याङ्कका कुराहरूबाट उनीहरूले चाहिँ डाटा कलेक्सन गर्ने। पहिला 124 थियो, अहिले 113 मा चढेको छ। 13 झऱ्यो नाउँ मात्र हो, त्यो फेरि 13 बाट केही 33 पुग्न केही बेर लाग्दैन के। त्यो तपाईँको चाहिँ त्यति विश्व। तर एउटा कुरो के भने यसबाट के जानकारी हुन्छ भने घटेको र बढेको होइन रहेछ भन्ने कुरा त भयो नि। भ्रष्टाचार रहेछ, घटेको र बढ्यो भने त तपाईँको चाहिँ अलिकति तलमाथि त परिहाल्छ। तर 113 त तपाईँको छ भन्ने कुरा तपाईँले विश्वास गर्नुभयो नि। त्यसैले यो चाहिँ नि बढिरहेको छ, घटेको होइन त्यो। अब नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने कस्तो किसिमको भ्रष्टाचारले सबभन्दा बढी जडो गाडेको रहेछ? अब यो सबै किसिमको भ्रष्टाचार तपाईँको जरो गाडेको छ। सबभन्दा पहिलेको त्यो अहिलेको संविधान निर्माण नै भ्रष्टाचारीहरूले भ्रष्टाचार गर्न पाउने किसिमको संविधान निर्माण भएको छ। त्यसैले मतलब के भने अब सबै ऐन कानुनहरू पनि भ्रष्टाचार गरिने ऐन कानुन छन्। अनि कति ऐन कानुनहरू भ्रष्टाचार गर्न मिल्ने किसिमको संस्थागत भ्रष्टाचार गर्ने किसिमको ऐन कानुनहरू छन्, जसको कारणले गर्दा खुलेआम यहाँ भ्रष्टाचार हुन्छ। बरु के छ भने उसले बढी भ्रष्टाचार गर्ने अधिकार पायो, मैले पाइनँ भनेर कराउने मान्छे धेरै छन्, उसलाई पनि चाहियो। तपाईँको भनाइको मतलब संविधानले नै भ्रष्टाचार गर्नको लागि बाटो छोडिदिएको हो? संविधानले नै भ्रष्टाचार गर्ने खुला बाटो छोडेको छ, कन्ट्रोल छैन। अब लोकतन्त्र गणतन्त्र के तन्त्र भन्छ, यो लोकतन्त्र पनि होइन। तपाईँले संविधानको कुरो गरिहाल्नुभयो। वास्तवमा संविधानका जुन प्रावधानहरू छन् नि भ्रष्टाचार नियन्त्रणका लागि त अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ हैन। यद्यपि यो भनिँदै आएको छ कि अख्तियारलाई चाहिँ पहिला जतिको चाहिँ
अधिकार दिएको थियो त्यो चाहिँ छैन, यो संविधानले पनि दिएको अवस्था छैन। एउटा यो कुरो हुन सक्ला। अरू के छन्? हजुर, मैले भनिरहनै परेन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जति अधिकार आजभन्दा 72 सालभन्दा अगाडिको संविधानले दिएको थियो, 72 सालको संविधानमा आएर कटौती भयो। त्यो के हो भने अनुचित कार्य गर्नलाई पनि भ्रष्टाचार हुन्छ भनेर कारबाही गर्न मिल्थ्यो। अब अहिले अनुचित कार्यलाई भ्रष्टाचार गरेको ठहर गर्दैन। यसको मतलब अनुचित कार्य गर्नु खुला भयो, जसले जे गर्दा नि भयो। उचित कार्य गर्नु परेन। अनुचित कार्य भनेपछि त तपाईँको भ्रष्टाचार गर्ने बाटो खुलिगयो। त्यस कारणले संविधानले नै भ्रष्टाचार गर्ने धेरै बाटो खुलेका छन्। एउटा मात्रै छैन, हेर्नुहोस्, एउटा मात्र छैन। यो साँच्चै भनौँ न, यो संविधान नै अरू चाहिँ कुन बाटो छ जुन चाहिँ बाटोको कुरा गरिराख्नु भएको छ? नीतिगत रूपमा या संवैधानिक रूपमा चाहिँ भ्रष्टाचार गर्ने भनेर संविधानले नै भनेको छ भनेर तपाईँले भनिराख्नु भएको छ। त्यसका धारा उपधाराहरूमा त्यस्ता कुरा छन् जुन चाहिँ जसरी चाहिँ नियन्त्रण गर्नुपर्ने हो भ्रष्टाचारीलाई, त्यो चाहिँ गर्न सकिँदैन। हजुर, अब कुरा के छ भने संविधानले नै मतलब के भने यो जुन किसिमको संरचना, तीनटा सरकारको संरचना गर्यो, त्यो नै डिफेक्ट छ के। अब त्यो यतापट्टि तपाईँको स्थानीय सरकार बनायो, नगरपालिका प्रमुख, नगरपालिकाका मेयरहरू बनायो, सदस्यहरू बनायो, सबैलाई तलब बाँड्ने काम गर्यो। आजभन्दा 30 वर्ष अगाडिको कानुनमा पनि थियो नि त, तपाईँको निकाय, तल्लो निकाय थियो, नगरपालिका थियो, गाउँ पञ्चायत थियो, गाउँपालिका थियो, गाउँ विकास समिति थियो। त्यहाँको पदाधिकारीले त्यतिखेर त पैसा लिने नै थियो। अहिले किन लिनु परेको आवश्यकता किन भन्नुहोस् त? सबैलाई मोटर चढ्नु पर्ने आवश्यकता किन? कामसाम गर्नु छैन। बडो चाहिँ स्थानीय निकाय त पहिला पनि थियो, अहिले पनि छ नि, हैन? के फरक छ र त्यसमा? एउटा प्रदेश त थपिएको। स्थानीय निकाय पहिले स्थानीय निकाय त थियो, सरकारले उसलाई तलब दिन पर्दैन थियो, हैन? र स्थानीय निकायलाई कुनै किसिमको त्यस्तो मोटो सुविधा पनि दिँदैन थियो। स्थानीय निकायले के भन्थ्यो भने यो सेवामूलक काम हो, हामीले गाउँको सेवा गर्नुपर्छ भनेर गाउँ गाउँमा मुखियाहरू, सदस्यहरू, अध्यक्षहरू बस्थे र चाहिँ आफ्नो चाहिँ समितिको काम गर्थे फ्री अफ कस्ट, पैसा नलिकन। अब अहिले तलब लिएर, तलबपछि सुविधा लिएर, सुविधामाथि पनि अब के हो यो खाने चाहिँ मुख चाहिँ ठुलो बनाइदिएको छ के यो संविधानले। अनि तपाईँको चाहिँ अब प्रदेशहरूलाई चाहिँ कुनै अधिकार दिएको छैन, सबै सेन्ट्रलाइज गरेको छ। जब प्रदेशलाई अधिकार दिएको छैन भने किन चाहिँ मतलब के भने फेरि प्रदेशलाई यो रवैया, मन्त्री बाँड्ने, झन्डा हल्लाएर हिँड्ने, सांसदहरू बनाउने, सांसदहरूले पैसा खर्च गर्ने ठाउँ बनाउने, अनि त्यसपछि सांसद विकास कोषमा चाहिँ सांसदहरू चाहिँ मतलब जुन चाहिँ क्षेत्रमा लड्छ त्यसलाई पैसा दिएर पठाउने, त्यो के हो यो तरिका? यो त भएन नि। त्यही हो भ्रष्टाचार गर्ने। अब सांसदहरूले 4-4 करोड रुपियाँ चाहिँ मतलब के भने लिएर गएर काम लगाउँछ। अब त्यो काम उनीहरूको खल्तीमा हाल्ने पनि हुन्छ, कसैलाई अमुक मान्छेलाई दिए पनि हुन्छ, उनीहरूको मन परेको चाहिँ नि गाउँलाई, मन परेको ठाउँलाई, मन परेको निकायलाई उनीहरूले पैसा बाँड्छ, जसको चाहिँ कुनै हिसाब किताब हुँदैन। अहिले तपाईँ त्यही मतलब हिसाब पनि तपाईँको यो के अरे महालेखा परीक्षकले अरबौँ रुपियाँ अरबको चाहिँ मतलब बेरुजी निकालेको छ। तिर्ने पैसा को पनि बेरुजी निस्किन्छ, त्यो थन्किन्छ। त्यसैले खुलेआम भ्रष्टाचार, खुलेआम लुट भइरहेको छ। त्यही सम्झिनु है, संविधानले पनि लुट गर्न छुट गरेको छ र जनता पनि मतलब के भन्दाखेरि जनता अब सुविधा दिनु, जसरी तपाईले स्थानीय तहको कुरा गर्नुभयो, स्थानीय तहको कुरा गर्नुभयो, प्रदेशको कुरा गर्नुभयो, हैन? सुविधा पहिलाका चाहिँ स्थानीय निकाय, पहिला स्थानीय निकाय हुँदाखेरि तिनीहरू चाहिँ समाजसेवीका रूपमा काम गर्थे, राज्यबाट पैसा लिँदैन थिए, हैन? तर अहिले चाहिँ राज्यबाट लिने, तलब लिने, एक किसिमले भनौँ कर्मचारी जस्तै चाहिँ सेवा सुविधा चाहिँ लिने मनस्थिति देखियो। काम चाहिँ नगर्ने, एउटा त्यो कुरा, काम चाहिँ नगर्ने, एउटा सेवा सुविधा लिनु एउटा कुरा भयो र भ्रष्टाचार भनेको त अर्को कुरा भयो नि, हैन? सेवा सुविधा लिनु, हजुर, सुविधा लिनु नै एक किसिमको भ्रष्टाचार हो। किनभने स्थानीय निकायले कहिले पनि सेवा सुविधा ल्याउँदैन। बढी से बढी लियो भने बैठक भत्तासम्म लिन्छ कि त्यो स्थानीय व्यक्ति हो नि, ऊ आफ्नो घरमा बसेको हुन्छ, आफ्नो घरमा भात खाएको हुन्छ, ऊ खेतीवाला हुन्छ, उसको जमिन हुन्छ, जायजाद हुन्छ, अनि के पेसेवार चाहिँ मात्रै जागिरे बन्ने स्थानीय व्यक्ति? त्यो त भएन नि। त हिजो चाहिँ स्थानीय व्यक्तिले 100औं वर्ष चाहिँ मतलब के भने तलब नखाँदा पनि चलेकै थियो। अब अहिले चाहिँ तलब खाने व्यवस्था भएर, मोटर चढ्ने व्यवस्था भएर मेयर र उपमेयर झगडा गरेर मारामार गरेको तपाईँले देखिराख्नु। उसले सुविधा पाइन, उसले सुविधा बढी पाए, बस झगडा त त्यही भ्रष्टाचारको कुरा आउँछ। फेरि मेरो मान्छे भर्ना गर्न पाइन, तेरो मान्छे भर्ना भयो, त्यहाँ पनि झगडा। अब एउटा कुरा के भनिन्छ, राजनीति क्षेत्रमा अत्यधिक भ्रष्टाचारको मूल कारण नै
राजनीतिज्ञहरू छन्, यो राजनीति क्षेत्र छन् भनेर भनिन्छ होइन। तपाईँ यो 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 तपाईँले अझै तपाईँ राजनीतिज्ञ भन्नुहुन्छ, राजनीतिज्ञ होइन यिनीहरू, यी फटानीतिज्ञ, फटाउन, बदमासी गर्न, भ्रष्टाचार गर्न एकदम चाहिँ मतलब के भने पर्फेक्ट छन्। राजनीति गरेर चाहिँ यिनीहरू पर्फेक्ट छैन। राजनीतिको अर्थ यो होइन मन पर्दो गरेर चाहिँ मतलब के भने जनतालाई झुक्याएर चाहिँ भोट लिने अनि माथि गएर राजनीति गरे, त्यो राजनीति होइन। राजनीति भनेको सेवा नीति गर्नु पर्यो, जनताको सेवा गर्नु पर्यो, राज्यको सेवा गर्नु पर्यो, राष्ट्रलाई माया गर्नु पर्यो, आफ्नो ड्युटीलाई पुरा गर्नु पर्यो। बडो चाहिँ मतलब के 4 वटा भोट लिएर चाहिँ मतलब के भने आँखामा छारो मार्ने बित्तिकै के मतलब के बडो चाहिँ हाकिम हुन्छ, उसलाई हाकिमी दिने। भने तपाईँलाई के लाग्छ सबभन्दा बढी भ्रष्टाचार हुने ठाउँ नै राजनीति हो होइन? राजनीतिज्ञहरूबाटै नै भ्रष्टाचारको सुरुवात हुन्छ। राजनीतिज्ञ नभन्नुहोस्, यो राजनीतिज्ञ होइन, यिनीहरू चाहिँ फटानीतिज्ञ हो। फट्याइ गर्न खुब जान्दछ। राजनीति भनेको ठुलो नीति हो, राजा भनेको ठुलो, नीति भनेको नीति। एउटै नीति त गर्न सक्दैन, के को राजनीति गर्छ यिनीहरूले भन्नुहोस् न। त के मतलब के भनेदेखि पान चबाएर चाहिँ मतलब धोती हल्लाएर हिँड्दैमा, गफ गर्दैमा, गफ पड्काउँदैमा नेता हुन्छ। नेताजी पनि 4 जनाले चाहिँ पछि लागेर नेतालाई चाहिँ नमस्कार गरेपछि नेता हुन्छ? काम गर्नु पर्दैन, राष्ट्रको हित हेर्नु पर्दैन, जनताको चाहिँ हित हेर्नु पर्दैन। आज पनि तराईमा हेर्नुहोस्, मुसर बस्तीमा चाहिँ मतलब के भनेदेखि रोग व्याधि छ, खाना राखेको छैन, भोट दिने बेला चाहिँ गएर चाहिँ पैसा दिएर चाहिँ मतलब के 2-4 छाक खान दिएर चाहिँ भोट लिन्छ। भोट हालिसकेपछि मतलबै छैन। आज पनि तपाईँको तराईमा हेर्नुहोस् त, अधिकांश चाहिँ मतलब गाउँमा अहिले पनि तपाईँको चाहिँ एउटा जस्ताको छाना हालेको घर छैन भने यस्तो पनि राजनीति हुन्छ। आज खुला चाहिँ मतलब के लोकतन्त्र आएकै कति वर्ष भन्नुहोस् त। ल हिजो राजाले गरेन अरे, तर यिनीहरूले त गर्नुपर्ने हो। 30 वर्ष भइसक्यो यो राज्य पाएको, 30 वर्षमा त कहाँ पुर्याइदिन्छ मान्छे? भनेपछि दोष हो, यो सिस्टमकै दोष भयो कि जसरी लोकतन्त्र आयो नेपालमा पहिलाको राजतन्त्र नै ठिक थियो भनेर तपाईँ भन्नुहुन्छ कि लोकतन्त्र नै ठिक हो, तर यसको चाहिँ यसमा भएका व्यक्तिहरू भनौँ न जो चाहिँ चलाइरहेका छन्, देश हाँकिरहेका छन् होइन, जो अगुवा छन्, तिनीहरू जनताप्रति भएन भन्नुहुन्छ। मेरो भाषाबाट तपाईँले बुझिहाल्नु भयो नि, यो लोकतन्त्र होइन, मनपरी तन्त्र हो, यो नेता तन्त्र हो, लुट तन्त्र हो। जसले जे गरे पनि हुन्छ। तपाईसँग पावर छ, पावर चाहिँ लिनको लागि पैसा चाहियो, पैसा तपाईँ जसरी पनि खर्च गर्नुहोस्। तपाईँकै जनकपुर कति मतलब के भनेदेखि झुठो फरेबीका मान्छेहरू नेता बनेको देख्नु भएको छैन? नेता चुनिएको नेता अहिले जेलमा परेको देख्नु भएको छैन तपाईँले? के सधैँ मान्छे, सबै सधैँ मान्छे त गाउँमा बसिरहेका छ, उनलाई कसले भोट दिने, कसले हेर्ने? जनकपुरदेखि लिएर तपाईँको एउटा उसका मतलब के अरे पुराना मान्छेहरू हेर्नुहोस् त, सबै हाई कार्डहरू बसेको छ। तपाईँलाई 1, 2, 3 भन्दाखेरि तपाईँ के भन्नुहुन्छ? कुन क्षेत्र नेपालमा सबभन्दा बढी भ्रष्टाचार हुने क्षेत्रहरू कुन छन्? पहिलो नम्बर राजनीति, पहिलो नम्बर पार्टी, दलीय चाहिँ नि मतलब के भन्छ शासनमा आएका, दलीय व्यवस्थामा पसेका नेता कार्यकर्ता भ्रष्ट, ए टु जेड भ्रष्ट, ए टु जेड। तपाईँको चाहिँ नामै लिनु पर्दा मधेसवादी साथीहरू पनि सबै भ्रष्टै हुन् है। र यहाँ चाहिँ मतलब के कम्युनिस्ट र काङ्ग्रेस सबै भ्रष्ट हुन्। नामै लिनु पर्दा शेरबहादुर देउवाको लिउँ कि तपाईँको चाहिँ अहिले वर्तमान प्रधानमन्त्रीको लिउँ कि जगन्नाथजीको लिउँ कि प्रचण्डजीको लिउँ कि प्रचण्डजीले चाहिँ तपाईँको तमाम चाहिँ मतलब बैंकहरू लुटेर चाहिँ मतलब सिद्ध्याए, 17,000 मान्छे मतलब मारे, अहिले आएर बसिरहेका छन्। अनि तिनी तराईमा जाँदा देख्नुभयो रेड कार्पेटले तपाईँहरू मतलब के भन्छ त्यहाँका तराईवासीहरूले चाहिँ स्वागत गर्छ। उसका कार्यकर्ताले गरे हो, सबैले गरे हो। तर त्यो त मतलब कि निरुत्साहित गर्नुपर्छ त्यस्ता फटाहरूलाई चाहिँ मतलब के भन्छ जिल्ला चिल्ला घुम्न खै। हजुर, दोस्रो के छ भने भ्रष्टाचार हुने क्षेत्र तपाईको विश्लेषणमा? भ्रष्टाचार हुने क्षेत्र राजनीतिक पार्टी दलका नेता कार्यकर्ता। यो कर्मचारी त बहुत कम गर्छ, अहिले बहुत कम गर्छ। कर्मचारीले पनि गर्छ, मालपोत सालपोतको कर्मचारीले, भूमि सुधार कर्मचारीले नगर्ने होइन, इन्जिनियरहरूले तपाईँको गर्छ। जिल्ला मतलब विकास समिति अन्तर्गतका चाहिँ अथवा नगरपालिकाका इन्जिनियरहरूले गर्छन्। अनि धेरै भ्रष्टाचार तपाईँलाई थाहा छैन छ, स्कुलका क्षेत्रले गर्छन् होइन। जिल्ला चाहिँ अधिकारी चाहिँ स्कुल पहिली जिल्लामा अधिकारी हुन्थे, अनि स्कुल चाहिँ झोलामा हुन्थ्यो मास्टरहरू। त्यो मास्टर सबै नेता हुन्थ्यो, तपाईँलाई थाहा छैन।
एउटा चाहिँ नि मास्टर साहबको चाहिँ नि झोला दुईटा झोला हुन्छ, दुईटा चाहिँ नि प्याड हुन्छ, उसले गएर जिल्लामा गएर पैसा बुझ्थ्यो, मास्टरको खल्तीमा हाल्थ्यो। हजुर अब अहिले मेयर भएपछि अलिकति कन्ट्रोल हुन खोजेको छ है। अब नगरपालिकाले गरेछ, तै पनि मतलब शिक्षामा अति भ्रष्टाचार छ, तपाईँलाई थाहा छैन। हजुर अनि जसरी अब यो भ्रष्टाचार हुने सबभन्दा बढी हुने भनेको दल नेताहरूबाट राजनीतिक क्षेत्रमा बढी हुन्छ भने त्यसपछि भनिराख्नु भएको छ होइन। अनि अख्तियारले त सबभन्दा बढी समात्ने भनेको होइन 10,000 रुपैयाँ घुस लिएको भनेर एकजना कर्मचारी 1000 घुस लिएको भनेर एकजना समातिए होइन, 1000 रुपैयाँ घुस लिएको भनेर एकजना समातिए भनेर चाहिँ आउँछ नि होइन बढी चाहिँ। यसो किन होला त्यसो? फरदार मुखिया इन्जिनियर, अब माथिलाई समात्ने अधिकारी छैन, के समात्छ, कसलाई समात्छ? सबै माथि भ्रष्टहरू चाहिँ मतलब के भनेदेखि आनन्दले बसिरहेका छन्। उनीहरूले नियुक्ति गरेर पठाएको अख्तियारको मान्छे आफ्नो मालिकलाई कहाँ समात्छ यार, बताउनुहोस् त। होइन कर्मचारीहरू त रङ्गे हात उनीहरूलाई चाहिँ समातिन्छ नि रङ्गे हात होइन त्यो रङ्गे हात। सबभन्दा बढी चाहिँ राजनीतिमा हुन्छ भन्नुभयो, नेताहरू समातिएको त धेरै थोरै घटना छ नि होइन त्यस नेपालमा त। होइन नेताहरू समातिएकै छैन, सम्झिनुहोस् न। एकाध नेताहरू तपाईँको चाहिँ नि मतलब समातिएको छ है, तराई मुलको पहाडिया मुलको। अब त्यसो भए राजनीति भ्रष्टाचारमै जेलिएको भनेर कसरी भन्ने? त्यसो भए त्यही त राजनीति भ्रष्टाचारमा जेलिएको छ, भ्रष्टाचारमा राजनीति जेलिएको छ। चोर चोर मुसेरा भाई भन्छन् नि, दोनों चोर है, ऊ त मुसेरा भाई है। उसले उसलाई चाहिँ गाली गर्छ, उसले उसलाई गाली गर्छ, अनि फेरि मिलेर फेरि मतलब के भन्छ चोरी गर्छ। यही हो अहिले हाल हेर्नु भएको। तर भ्रष्टाचार त प्रमाणित हुनु पर्यो नि होइन। अब त्यो प्रमाणित गर्ने अब भनौँ न सुरुवात चाहिँ निकाय नै छैन गर्ने होला, अदालत चाहिँ गर्ने होला होइन। त्यो चाहिँ किन नहुन सकेको त्यसो भए? सुन्नुहोस् न, अहिलेको अवस्था भनेको सबैतिर गलित अवस्था चाहिँ गलितमा गलेको अवस्था छ। चाहे त्यो न्याय क्षेत्रमा जानुहोस्, पुलिस क्षेत्रमा जानुहोस्, प्रशासन क्षेत्रमा जानुहोस्, राजनीतिक क्षेत्रमा जानुहोस्, नेता, किनभने माथिको नेता नै बिग्रिएपछि सबै बिग्रिँदै आएको हो कि। माथिको नेता राम्रो होस् त, कहाँ बिग्रिन्छ? एउटा राजा चाहिने मतलब के भनेदेखि यिनीहरूले सहन सकेन। अहिले हजारौँ राजा चाहिने तयार भइरहेको छ। एउटा राजाले कति तलब खान्थ्यो भन्नुहोस् त? आज कति नेताले कति तलब खाएको छ? एउटा राजाको मतलब के भने निर्देशनमा या अनुशासनमा मान्छेहरू बस्थ्यो। अहिले कसको अनुशासनमा को बस्थ्यो ल भन्नुहोस्? उता चाहिने मतलब के भने सेन्ट्रल गभर्मेन्ट सङ्घीय सरकार भन्छ, एक चाहिने मतलब काम दिँदैन। अहिले 2 नम्बर प्रदेशलाई चाहिँ त्यो पुलिस भर्ना गर्ने सबै अधिकार दिइरहेको छैन। अब भ्रष्टाचारको कुरा गर्ने थुप्रै छन् नि त। अहिले भर्खरै मेडिकल सामग्रीहरू खरिदका विषयमा होस् या होइन पहिलाका थुप्रै भ्रष्टाचारका विषयमा त होइन करोडौँ रुपियाँ भ्रष्टाचार गरेको आउँछ होइन। तर त्यसमा संलग्नहरू यो चाहिँ समाचारमा मात्रै सीमित हुन्छन् क्या यी कुराहरू चाहिँ। यति करोड भ्रष्टाचार गरेको समाचारमा सीमित हुन्छ होइन, त्यसपछि चाहिँ कारबाही गरेको। तपाईले भन्न खोजेको के हो भने भर्खरै चाहिँ अहिले ओली सरकारले ओम्नी कम्पनीसँग अरबौँको चाहिँ सामान खरिद गरिरहेको छ, जो अहिले दैनिक पत्र पत्रिकाले लेखिरहेका छ 1 रुपियाँ पर्ने सामान 20 रुपियाँसम्मले चाहिँ खरिद भएको छ। भनेको 100 रुपियाँको सामान 2000सम्मले खरिद भएको छ। खुला लुट भएको छ, कसैले हेर्नेवाला छैन। त्यही त मैले भनेको 1000 कुनै कर्मचारीले के अरे घुस लिएको अवस्थामा त रङ्गे हात समातिन्छ के। अब त्यत्रो विधि कुरा आउँदाखेरि भनौँ ठुला माछाहरू चाहिँ लाई समात्ने काम चाहिँ किन हुँदैन के? केही दिन अगाडिकै कुरा छ होइन, एकजना मन्त्रीले त 71 करोड दिएपछि अनि बल्ल चाहिँ अगाडि प्रक्रिया बढ्छ भनेरै अडियो नै सार्वजनिक भएको अवस्था थियो होइन। भनेपछि ठुल्ठुला चाहिँ भनौँ न माछा भनौँ होइन, ठुल्ठुला माछा माछा साछा भनिदिने व्यक्ति नै के पक्रेन नपक्रेने भन्नुहोस् न। किनभने उनीहरू नै मतलब सत्तामा छन्, उनीहरूले कानुन बनाउँछन्। अब तपाईँलाई एउटा कुरो थाहा छ, सबैभन्दा डरलाग्दो कुरा के छ भने अख्तियारले तपाईँको मन्त्री परिषदको निर्णयद्वारा भएको कार्य र प्रदेश मन्त्री परिषदले गरेको निर्णयलाई पनि मतलब अख्तियारले छुन सक्दैन भनेपछि त अब यी फटा चाहिँ मन्त्री परिषदमा छन्।
अनि निर्णय गर्छन् चाहिँ खाने निर्णय गर्छन्। अनि अख्तियारले के हेर्ने भन्नुहोस् त। अब तपाईँको 2 नम्बर क्षेत्रकै भन्नुहोस् न, मार्क्सवादी साथीहरू चाहिँ नि मतलब किन अहिले मन्त्री परिषद बनाउनुहुन्छ, त्यो मन्त्री परिषदले निर्णय गरेको कुरामा अख्तियारले हेर्ने हुँदैन। भनेपछि 2 दल मिलेर चाहिँ 3 दल मिलेर चाहिँ मन्त्रीमण्डल बनेको छ। अब भाइ भाइ मिलेर खाने हो। अब हेर्ने कसले? अब हेर्नै एउटा सक्दैन। यसमा अब त्यो अर्को अख्तियारले कुरा पनि मतलब के हुन्छ भने अब भ्रष्टाचारमा अब कागजलाई हेर्ने हो नि त जुनसुकै निकायले, अख्तियारले पनि त कागजलाई हेर्ने हो होइन। भ्रष्टाचार गर्यो गरेन भन्ने कुरा त कागजले भन्ने हो नि त, हिसाब किताबले भन्ने हो नि त होइन। तपाईँले के लाग्छ अब हिसाब किताब सबै मिलान गरिदियो भने त त्यो अख्तियारले पनि समात्ने कुरो भएन नि त त्यहाँ होइन। होइन, अब यिनीहरूलाई समात्न सक्ने अवस्थै छैन। जस्तो अहिले भनौँ न, मन्त्री परिषदले निर्णय गरेर ओम्नीबाट जो माल खरिद गर्यो त्यो बारेमा उनीहरूले मतलब के समात्नै सक्दैन के, हिसाब किताबै चाहिएन नि। कसले हिसाब हेर्ने? इमर्जेन्सीमा गयो, एउटा बिल बनाएर ल्याउँछ, हिसाब देख्ने त्यही हो होइन। 1 को रकम सट्टा 1000 रुपियाँ लेखिदियो, ल्यायो, छिद्यो। अब त्यो के, त्यो भ्रष्टाचारीलाई कागज बनाउन कति बेर लाग्छ? भनाइ अनुसार चाहना भएन, भ्रष्टाचारले समात्नु पर्यो होइन, उनीहरू गर्नु पर्यो भने भ्रष्टाचारीलाई चाहना नै भएन। चलाउने चाहना भएन। मैले त हेर्नुहोस् 20 वर्ष भयो भ्रष्टाचार गर्ने व्यक्तिलाई मृत्युदण्डको सजाय दिनुपर्छ, मृत्युदण्डको कानुन बनाउनु पर्यो भनेर मैले कराएर हिँडेँ, बोलेर हिँडेँ, लेखेर हिँडेँ, अन्तर्वार्ता दिएँ। अहिले पनि तपाईँसँग बोलिराखेको छु। मृत्युदण्डको कानुन किन बनाउँदैन भन्नुहोस् त? मृत्युदण्डको कानुन जुन दिन बन्छ नि त्यो दिन भ्रष्टाचार माथि 100बाट चाहिँ 90 झरेर 10मा आइपुग्छ। किनभने मर्ने त सबैलाई डर लाग्छ नि, हजुर होइन र? किनभने आज नभए भोलि अर्को सरकार आउँछ, कानुन पनि कडा भएन है। हो, कानुनै भएन नि, कानुनै भएन नि। अब त्यो मृत्युदण्डको कानुन भइदिए अथवा कडा कानुन भइदिए तपाईँको यो सबै अहिले भ्रष्टाचार गर्न डराउँथ्यो। हो, भोलि त मर्नुपर्छ, भोलि त या त देश छोड्नु पर्यो या त मर्नु पर्यो, हामीले गर्नु हुँदैन है भन्ने बित्तिकै त तपाईँ तल झरिहाल्छ। अब अहिले त तपाईँको के छ, पर्सिको चुनाव छ, म मन्त्री छु भाइ, अहिले चाहिँ पैसा जोगाड गरेन भने पछि त म आउन सक्दिनँ। अनि त पैसा जोगाड गर्नु पर्यो। किनभने एउटा टाउकोलाई तपाईँको गत 74 सालको चुनावमा 4000 रुपियाँ तिरियो। तराईमा भने मैले सुन्नुहोस्, 4000 जस्तो कुनै मुसहरपट्टिमा गयो कतिजना जहान छ भने भोट दिने जहान 5 जना छ भने 4 5 20,000 रुपियाँ लियो, भोट हामीलाई हाल। अन्यथा तिमीलाई चाहिँ मतलब के भने हामी ठिक गर्छौँ भएर चाहिँ त्यहाँ कार्यकर्ता गएर उफ्रिन्छ, 20,000 खल्तीमा नि हाल्छ, जाँड छिर्ने खान्छ, आएर चाहिँ भोट हालिदिन्छ। अब यसपालि गएर कमसेकम 8,000 रुपियाँ प्रति व्यक्ति हुन्छ भोट। अब 8,000 रुपियाँ प्रति व्यक्ति चाहियो भने एउटा सांसदलाई कति भोट चाहियो? अब 40,000 भोट चाहियो, 30,000 भोट चाहियो भने कति चाहियो? कति मतलब के भने करोड चाहियो भन्नुहोस् त सांसदलाई भोट खरिद गर्न? अनि यस्तो किसिमको शासन व्यवस्थाले पनि अनि देश चल्छ ल भन्नुहोस् त? हजुर, अब एउटा उदाहरण म हजुरलाई दिउँ, एउटा उदाहरण म दिउँ। मानौ कुनै मन्त्रालयले कसैले चाहिँ कुनै सङ्गठन होस्, कुनै सङ्गठनलाई या कुनै संस्थालाई एउटा चाहिँ कुनै कार्यक्रम दिनु पर्यो अरे मानौ होइन। मानौ 25 लाखको एउटा प्रोजेक्ट आयो, अब त्यसलाई दिनु पर्यो। अब चाहिँ त्यहाँ बार्गेनिङ हुन्छ होइन, मलाई 5 लाख दे अनि म तिमीलाई 25 लाखको यो प्रोजेक्ट दिन्छु। अब उसलाई बिल भरपाईदेखि जति कागजी प्रक्रिया हुन्छ त्यो त 25 लाखकै हुन्छ होइन। अब 5 लाख चाहिँ त्यो दिने मान्छेले खायो क्या, त्यसलाई कमिसन हामी भन्छौँ होइन। भनेपछि त्यसलाई चाहिँ हामी के भन्ने? यदि त्यस्तो खालको भ्रष्टाचार गर्नेहरूलाई समात्ने नेपालमा कुनै ऐन छ अहिलेसम्म बनेको? समात्न सक्ने अवस्था छ ऐन बनाएर पनि? होइन, ऐनले बनाउन अहिले पनि ऐनले चाहिँ समात्न सक्छ त्यस्तो हिसाब किताबमा गोलमाल भएको छ भने। तर हिसाब किताब गोलमाल त हुँदै भएन नि त्यहाँ। हिसाब किताब गोलमाल त मौखिक सहमति भयो। 25 लाखको म तिमीलाई प्रोजेक्ट दिएँ, 5 लाख मलाई दियो, कागजमा त 25 नै लेखा छ नि, उसले 5 लाख खायो भन्ने कुरा त त्यहाँ आएन। अब चाहिँ के पर्यो भन्दाखेरि त्यो मान्छेले 25 लाख काम त नगर्ने भयो, किनभने 5 लाख त दिइसकेको अवस्था छ। हजुर, तपाईँले भने अनुसार पनि 25 लाखमा 5 लाख दिएपछि 20 लाख बाँकी रह्यो। अनि जसले मेहनत गरेर लिएको छ त्यसले 5 लाख बचाउनु पनि पर्यो, बाँकी रह्यो 15 लाख। 15 लाखमा पनि तपाईँको चाहिँ इन्जिनियरहरू हुन्छ चेक गर्ने बिजुमा, त्यसले 5 लाख खान्छ।
तर वास्तवमा 25 लाखको काम 10 लाखले हुन्छ हेर्नुहोस्। अनि गुणस्तरीय भने त कुरै आउँदैन। जो हजुर चिज 25 लाखमा गर्नुपर्ने हो त्यो 8-10 लाखमा चाहिँ नि सीमित रहन्छ। त्यही त अब त्यसलाई चाहिँ किनभने त्यो त्यहाँ त न्यूनीकरण मेहनत कसरी गरेर गर्ने कसैले हो 5 के? लाख रुपियाँ दिन्छ भने हजुर उसले 5 लाख पनि त कमाउनु पर्यो। अब मुखले न्यूनीकरण के बार्गेनिङ गर्ने भने गएर यस्तो गरिने किसिमको भ्रष्टाचारलाई, अवस्थामा हजुर, मुखले बार्गेनिङ गरेर गरिने यस्तो भ्रष्टाचारलाई नियन्त्रण कसरी गर्ने हो त्यसो भए? त्यो त्यही सम्भव? त कानुन बनाउनु पर्यो भने भनिहाल्ने। कानुन छैन, कानुन बनाउनु पर्यो। नेताहरू इमान्दार बन्नु पर्यो। नेताहरूले चाहिँ बदमासी गरेर यसरी गरेको छ नेताहरूलाई जेलमा ठोक्ने जेल बनाउनु पर्यो अलि ठुलो है। अनि मतलब बदमासी गर्ने, झुट बोल्ने, फरेबी गर्ने नेताहरूलाई लगेर जेल ठोक्ने कानुन बनाएपछि सब ठिक हुन्छ। यहाँ त नेताहरूलाई जेल ठोक्ने होइन, नेताले त जयकार बनाउने, जहाँ गयो ठुला ठुला माला लगाएर चाहिँ मतलब नेताहरूलाई चाहिँ पछ्याउने कार्यकर्ता छ, बुझ्नु भएन? त्यो चाहिँ नि मतलब के भने त्यो एकदम नराम्रो अवस्था सिर्जना भएको छ के नेपाली तपाईँको समाजमा। त्यस कारण त्यो सबै निर्मूल गर्नको लागि कडा कानुन व्यवस्था चाहियो। कडा कानुन व्यवस्था नभएसम्म हुन सक्दैन, कुनै हालतमै हुन सक्दैन। र दोस्रो कुरा के छ भने यो 3 तहको चाहिँ राज्य व्यवस्था हाम्रो लागि फापिलो छैन। या त मतलब के भने संहिताले खारिज गर, एकैचोटि केन्द्रबाट चाहिँ मतलब के भने स्थानीय निकाय देऊ, या त केन्द्रको चाहिँ पुरा चाहिँ अधिकार चाहिँ नि प्रदेशले लियोस्, प्रदेशले मतलब के भने स्थानीय निकायले त्यहाँको चाहिँ राज गरोस्। अब त्यहाँ चाहिँ नि उठ्ने ट्याक्सहरू, त्यहाँको भन्सारहरू, त्यहाँको चाहिँ नि मतलब के भने अन्य चाहिँ नि आम्दानीका स्रोतहरू सबै प्रदेशले लिनु पर्यो अनि प्रदेशले चलाउँछ। अब त्यो प्रदेश फेरि त्यो चलाउँछ भन्दैमा यहाँ चलाउन चाहेको प्रदेशले त्यही हो। तर त्यसमा कडा कानुन बनाउनु पर्यो फेरि। अनि कडा कानुन बनाउन चाहिँ तपाईँको त्यो बन्दैन। अब किन बन्दैन भने खान पाइँदैन कडा कानुन बनायो भने। अनि कसले भन्नु अहिलेको जति पनि लेयरमा त्यो लेयरमा तपाईँले सर्फेसमा तपाईँले जो नेता देख्नु भएको छ त्यो सबै नेता फटा हो। कुनै पनि नेता चाहिँ तपाईँको चाहिँ नि राष्ट्रको जनताको हितमा छैन। चाहे त्यो 2 नम्बरको, चाहे 1 नम्बरको, चाहे 3 नम्बरको होस्, कुनै पनि प्रदेशको भने कडा कानुन चाहियो अनि सब ठिक हुन्छ। अब यो नीति, कडाकटी भने मृत्युदण्डको कानुन हो। हजुर, यो नीतिगत भ्रष्टाचारको पनि कुरा खुमाउने गरेको छ। एउटा त भ्रष्टाचार नै भयो जुन हामी चाहिँ सामान्य रूपमा बुझ्छौँ। यो नीतिगत भ्रष्टाचार भनेको चाहिँ के हो र यो चाहिँ के रहेछ, यो कसरी हुँदो रहेछ यो नीतिगत भ्रष्टाचार चाहिँ? हो, अब यो नीतिगत भ्रष्टाचार भनेको के छ भने भएको कानुनलाई म्यानिपुलेसन गरेर कानुन बनाउने र कानुन बनाएर अथवा नियम बनाएर वा कुनै रिजोल्युसन पास गरेर वा मन्त्री परिषदले निर्णय गरेर गर्ने कामलाई यो संस्थागत भ्रष्टाचार भनिन्छ, जसले राष्ट्रको सम्पत्ति नोक्सान गर्छ। अब एउटा एक्जाम्पलको लागि तपाईँलाई म बताउँ, 2052 सालमा शेरबहादुर देउवा प्राइम मिनिस्टर हुँदाखेरि 2-3वटा कानुन बन्यो जो नीतिगत भ्रष्टाचारको रूपमा हामीले लियौँ। एउटा चाहिँ नि पूर्व सांसदहरू, भूतपूर्व सांसदले पेन्सन खाने ऐन बनायो, मलाई थाहा छ त्यो कुरा। र सबै सांसदहरूले पेन्सन खान थाले। अनि दोस्रो निर्वाचन विकास कोष 10 लाख रुपियाँ, त्यतिखेर 2 लाख थियो, 2 लाख रुपियाँ भनेर दियो। त्यो चाहिँ नि संसदले खल्तीमै हालेर हिँड्नु मिल्ने त्यस्तो किसिमको चाहिँ ऐन बनायो। अब त्यो त्यति मात्रै नभएर पेजेरो भन्ने एउटा गाडी चाहिँ नि मतलब के भने फ्री अफ कस्ट भन्सार शुल्क नतिर्ने गरिकन सांसदहरूलाई दिने जुन व्यवस्था हो त्यतिखेरै। अब हुँदा हुँदा त्यहाँका सांसदहरूले तपाईँ कतिसम्म गरे भनेदेखि औषधिको नाउँमा महिलाले खाने चाहिँ मतलब के भने हाइब्रोना जस्तो चाहिँ नि औषधिलाई पनि बिल बनाएर पैसा खाए। अब त्यो कुरो हामीले सहन गर्न सकेनौँ। यो सबै चाहिँ नीतिगत भ्रष्टाचारभित्र। त्यो नीतिगत भ्रष्टाचारलाई मैले च्यालेन्ज गर्न म आफै रिट निवेदक भएर 2056 सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेँ र एमपी पेन्सन 57 सालमा बन्द, 58 सालमा निर्वाचन विकास कोष बन्द। तर निर्वाचन विकास कोष अहिले पनि चलिरहेको छ। भनेको के भने जति अब हामीले काम गर्दै गयौँ त्यसलाई त उनीहरूले चाहिँ नि पाठ सिक्नुपर्ने हो नि। त्यो राजनीतिक नेताहरू उनीहरूले जसरी चाहिँ छल्ने र बदमासी गरेर नीतिगत भ्रष्टाचार गर्दै जाने। तर एमपी पेन्सन बन्द भएको छ, तपाईँलाई थाहा छ। र पदाधिकारीले चाहिँ नि सुविधा पाउने ऐन पनि 69 सालमा आएको, त्यसलाई पनि मैले बन्द गरेको अदालतमा गएर होइन। हामीले गर्ने काम गरिरहेका छौँ। हामी एउटा के भन्छौँ भने कडा कानुन। कडा कानुन कसले बनाउने? संसदले। संसदमा को छन्? यही फटाहरू छन्, यही चोरहरू छन्, यही भ्रष्टाचारी छन्। अनि संसदमा बनाउने भ्रष्टाचार सबै के हो उनीहरू मुखी अथवा उनीहरूले पैसा कमाउने मुखी किसिमको हुनु पर्छ। जस्तो
अब 4 करोड जब 52 सालमा 2 लाख रुपियाँ त्यो पनि हामीले बन्द गरिदिए 65 सालदेखि फेरि यिनीहरूले खान थाले र अहिले 4 करोड अनि हामीले कति बन्द गर्यो त्यसकारण नीतिगत भ्रष्टाचार नै गर्नमा व्यस्त छन् त्यो हो सांसदहरू यो हो मन्त्रीहरू मन्त्री सांसद भनेको तपाईँ हामीले चुनेर पठाएको मान्छे हो तर तपाईँ र हामीले चुनेको होइन त्यो पैसाले चुनिएको मान्छे हो भन्ने कुरा प्रश्न छ त्यसमा पनि अझ तपाईँको चाहिँ घुसपेट भारतीय चाहिँ मतलब घुसपेट युएई भनेको चाहिँ नि युरोपियन युनियनको घुसपेटबाट पनि मतलब के भने धेरै सांसदहरू धेरै नेताहरू तयार भएका छन् यहाँ एनजिओ आइएनजिओबाट पैसा ल्याएर चाहिँ नेताहरू तयार भएको छ वास्तविक काम गर्न सक्ने इमान्दार व्यक्तिहरू सबै घर घरमा बसिरहेका छन् र चाहिँ लङ्गड जो चाहिँ मतलब के भने इज्जतको डर नहुने नैतिकताको डर नहुने नाङ्गो पनि हिँड्न सक्ने किसिमको मान्छे थिएन कुरा यही बुझ्नुस् न उनीहरूलाई नाङ्गो अन्त्यतिर पनि आइसकेका छौँ हजुर राज्यले चाहिँ के गर्नुपर्छ अब तत्कालको कुरा गर्ने हो भने भ्रष्टाचार जसरी बढ्दै गयो राज्यले कानुन बनाउनु पर्यो कानुन बनाएर देखाउनु पर्यो मतलब भन्छु तपाईँ कमसे कम तपाईँहरूले मतलब 2 नम्बर प्रदेशले मात्र कानुन बनाएर देखाओस् एक प्रदेश एक प्रदेश भन्छ एउटा कानुन बनाउन सक्दैन एउटा चाहिँ मतलब के राम्रो किसिमले यो सबै 6 वटा क्षेत्रलाई चाहिँ नि एउटा नमुनाको चाहिँ मतलब के भने रूपमा चाहिँ आफूले काम गरेर देखाउन सक्दैन उनीहरूले झगडा गर्छन् अब मन्त्रीमण्डलले जानी जस्तो किसिमको कुरा छ मन्त्रीमा भएका मान्छे घुसिया भएर चाहिँ थुनिरहेका छन् भने के गर्नु पर्यो कडा कानुन बनाउनु प्रदेशहरूले कडा कानुन बनाउनु त्यसलाई चाहिँ इम्प्लिमेन्ट पनि गर्नु पर्यो इम्प्लिमेन्टेसन गर्ने बरु भोलि मै समात्यो मुख्यमन्त्रीले के भन्नुपर्छ भने बरु मै समात्यो मेरो मन्त्रीहरू समात्योस् तर कानुन कडा हुनुपर्छ भनेर नमुनाको रूपमा आदर्शको रूपमा चाहिँ 2 नम्बर क्षेत्रले गर्न सक्छ मेरो विचारमा गर्न सक्छ तर यहाँ अन्त चाहिँ गर्न सक्दैन त्यसैले म के निवेदन गर्न चाहन्छु भने 2 नम्बर क्षेत्रका साथीहरूलाई तपाईहरुका धेरै मान्छेहरू धेरै विद्वानहरू मान्छे घर घरमा टोल टोलमा छन् तर त्यो मान्छेले मौका पाएको छैन राजनीतिमा जान अनि जो चाहिँ मतलब मौका पाएको छ त्यो चाहिँ लङ्गड छ फटाहा छ बदमाश छ भ्रष्टाचारी छ त्यो मान्छेमाथि गइरहेछ र त्यो चाहिँ रोक्ने काम अब सबैले गर्नुपर्छ घर घरबाट टोल टोलबाट गाउँ गाउँबाट उठ्नु पर्यो कि होइन भएन यो काम हुँदै भएन कानुन बनाऊ भनेर भन्नु पर्यो जो चाहिँ मतलब के भनेदेखि बदमाश मेयर छ त्यसलाई समातेर ल्याएर भौतिक कारबाही गर्नु पर्यो अरू त छोडिदिनुहोस् न भौतिक कारबाही कतिवटा देशमा त तपाईँको प्रधानमन्त्रीलाई ल्याएर चाहिँ तपाईँको सडकको चाहिँ मतलब के भने त्यो कोर फाल्ने ठाउँमा फालिदिएको छ हामी गर्न सक्दैनौँ किनभने हामी चाहिँ हिम्मत छैन हामी अधिकांश मान्छे गरिब छौँ हाम्रो गाउँका मान्छे गरिब छन् अशिक्षित छन् अनि जसले लही भन्यो नेता कार्यकर्ताले त्यसैमा हामी दौडेको छौँ भन्नुहोस् आज कति वर्ष भयो तपाईँको चाहिँ मतलब तराई चाहिँ विकासमा लागेको भन्नुहोस् न अहिले पनि तपाईँको चाहिँ मतलब के भने तराईको गाउँहरूमा चाहिँ पिच पुगेको छैन सिँचाइ पुगेको छैन अहिले बत्ती त पुगेको छ लगभग तपाईँको तराईको धेरै उसमा तर सिँचाइ पुगेको छैन तपाईँको चाहिँ मल खाद पुग्दैन समयमा किसानहरूले चाहिँ मतलब के भने आफ्नो चाहिँ खेतीबारी राम्रो गर्न पाउँदैन यदि खेतीबारी गर्यो भने पनि लगेर सडाउनु पर्छ तपाईँको किन बजार छैन बजार नभएको यस्तो अवस्थामा आज हामीले 2 नम्बर क्षेत्र जस्तो धान उब्जिने ठाउँमा इन्डियाबाट चाहिँ मतलब चामल मगाएर हामी खाइरहेको छौँ यहाँबाट लाजमर्दो के हुन सक्छ भन्नुहोस् हिजो पञ्चायती टाइममा त्यही चाहिँ मतलब तराईबाट चाहिँ तपाईँको धान निकासा हुन्थ्यो धान चामल निर्यात कम्पनी भन्ने चाहिँ सरकारले खोलेको थियो त्यो टाइममा आजको सरकार के गर्छ तपाईँको भारतको चाहिँ मतलब के भने राजस्थानबाट चाहिँ चामल मगाउँछ भियतनामबाट चामल मगाउँछ थाइल्यान्डबाट चामल मगाएर भात दिइरहेको छ कति दिन खाँदैन कति दिन मतलब के भने यहाँको मान्छेले चाहिँ मतलब सहन गर्ने भन्नुहोस् न अब तिजोरीमा पैसा छैन सिद्धो जति पनि ल्या सिद्ध्याइदियो ट्याक्स लियो आफैले बोध बजा गरी सिद्ध्या कसरी पाल्ने यो चाहिँ 800 सांसदहरूलाई नेपालको भन्नुहोस् न 100 वटा मन्त्रीलाई कसरी पाल्ने हामी हजुर अनि 800 चाहिँ मेयरहरूलाई कसरी पाल्ने यही हो प्रब्लम हजुर सम्वादको लागि धेरै धेरै धन्यवाद कडा कानुन हुनु पर्यो ल धन्यवाद छ तपाईलाई धन्यवाद दिदी नमस्कार दर्शकबिन ओछलैथ भारत जंगम वरिष्ठ अधिवक्ता तथा भ्रष्टाचार विरोध के अभियानी आई हुनका सब बातचीत करै छलै जे नेपाल में भ्रष्टाचार के अवस्था केहन छै भ्रष्टाचार कतसँ बढ़ल छै भ्रष्टाचार न्यूनीकरण में अखन तक की काज भेलैय संबंधित निकाय सब छै उ सब ठीक से काज किया नहीं कर सक रहल छै हुनकर धारणा छलै कि कानून कड़ा बनाओल जाए
एकरा कार्यान्वयन सेहो कयल जाय तब मात्रै भ्रष्टाचार पर नियन्त्रण पाबि सकै छी। बेस त नमस्कार।